सम्पूर्णमा नमस्कार। आज म तपाईहरुलाई यो भिडियो मार्फत पीएनजी फोटो कसरी बनाउने, जुन फोटोहरु युट्युब थम्बनेल बनाउन प्रयोग गरिन्छ, जस्तै बाइनरहरु बनाउँदा विभिन्न पीएनजी फोटोहरुको प्रयोग गरिन्छ। त्यो जस्तै आफ्नै फोटो पीएनजी गरेर युट्युबको थम्बनेलमा कसरी राख्ने, त्यो फोटो बनाउन आज एकदमै सर्टकट मेथड, एकदम छोटो भन्दा छोटो समयमा कसरी बनाउने त्यो ट्रिक म आज तपाईहरु समक्ष प्रस्तुत गर्न गइरहेको छु। र त्यो फोटो कसरी बनाउने त, त्यो बनाउनको लागि सर्वप्रथम हामीले एउटा ब्राउजरमा जाने, जस्तै क्रोम ब्राउजरमा जाने या गुगलमा जाने। त्यहाँ गइसकेपछि बीजी यसरी बीजी गरेर बीजी टाइप गरेर सर्च गर्नु। यहाँ आयो रिमुभ ब्याकग्राउन्ड आयो, यसमा चाहिँ क्लिक गर्नुस्। यसमा क्लिक गरिसकेपछि यहाँ यसरी गर्दा यहाँ तल अपलोड छ, अपलोड इमेज। अब तपाईले कुन इमेजलाई ब्याकग्राउन्ड रिमुभ गर्न चाहनुहुन्छ, पीएनजी मा कन्भर्ट गर्न चाहनुहुन्छ, पीएनजी फोटो बनाउन चाहनुहुन्छ, त्यो फोटोलाई चाहिँ यहाँ अपलोड गर्नुस्। अब फोटो यहाँ आयो, धेरै प्रकारको फोटो आयो। म चाहिँ अब यहाँ कुनै फोटोलाई एउटा म यो फोटोलाई चाहिँ पीएनजी फोटो कन्भर्ट गर्न चाहे। यो अब पीएनजी फोटो बन्यो। अब यसलाई चाहिँ डाउनलोड गर्ने यहाँ धेरै अप्सनहरु छ। यहाँ डाउनलोड, ब्याकग्राउन्ड, इरेजर, इफेक्ट छ। हामीले चाहिँ डाउनलोड गर्नु पर्यो। अब डाउनलोडमा यसरी क्लिक गर्ने। अब क्लिक गरिसकेपछि के गर्नु पर्यो त, हाई क्वालिटीमा गर्नको लागि यहाँ गर्नु पर्यो, तर यहाँ चाहिँ पैसा पनि तिर्नु पर्छ। र फ्रीमा गर्नको लागि चाहिँ यहाँ फ्रीमा गएर क्लिक गर्नु पर्यो। अब फ्रीमा क्लिक गरिसकेपछि यहाँ के भयो त, हाम्रो फोटो डाउनलोड भयो। अब यो फोटो कस्तो छ त, हाम्रो यस्तो छ, पीएनजी फोटो यस्तो छ। अब हामीलाई यो पिक्चर भएको मात्रै, अब कुनै जे थम्बनेल बनाउँदा या जेमा बैनर बनाउँदा जेमा पनि यो फोटो यसलाई चाहिँ हामीले मजाले राख्न सकिन्छ। जस्तै अब हामीले चाहिँ युट्युब थम्बनेल बनाउनु पर्यो भने यो फोटोलाई कसरी राख्ने, त्यहाँ अब जस्तै अब मानौँ हामी यहाँ क्यानभाबाट